हाई नमस्ते झोरे लाफाको फेरि पनि म आइसकेँ मेरो नयाँ ब्लगमा। साथीहरू आज हामी बेसार खन्न जाँदैछौँ है। हाम्रो हिमा कान्छी र म भएर बेसार खन्न जाँदैछौँ। मजुरलाई देखाउनेछौँ। बेसार खनेर भ्याएर हामीले फेरि पनि आलु खन्छौँ है साथीहरू। आलु साथीहरू हेर्नु न ढाकर कत्रो बोकेर हिँड्नु। यो चाहिँ साथीहरू यो चाहिँ दालचिनी हो। हामी चाहिँ तेजी भन्छौँ, कसैले दालचिनी भन्छौँ। तेजीहरू लगाएको हामीले त्यता सबै बेसा त जम्मा पाजेको मर्छ। चिनिन्छ कि चिनिनु हेर्नु खनेको बिहान खन्दैछ यसरी खन्दैको बेसा त्यहाँ आधी छोडिदिएर यो फेरि बिहान टकटुक काटिदिएर यस्तो बनाइदिएर यस्तो गर्नु जान्छ खै बेसा जति साथीहरू जम्मै यस्तोले पुरिदिएछ। बिहान चाहिँ हाम्रो मिले खनिदिएको गरे कता कति बुट्टा देखेको मात्रै खनेर हिँडेर यहाँ जम्मै छोड्नु भयो। त्यही भएर फेरि खन्न आएको साथीहरू बेसार। साथीहरू हामीले यहाँ बेसार खनेको हेर्नु न यस्तो तरुल जस्तो खन्न परेछ भने 2 वर्षमा बल्ल खन्दैछौँ है हामीले बेसार। हामी चाहिँ अब आलु खन्न हिँड्न लाग्यौँ है साथीहरू। यसमा चाहिँ मटर टिप्ने हो। मटर टिपेर यो प्लास्टिकमा राख्ने हो। अनि यिनीहरू फेरि बोरा लिनुभयो। हिजो अलिकति खनेको आलु आज खनेर भ्याउने भनेको भोलि तल झर्ने हो नि त हामी खैरो नि। त्यही भएर साथीहरू ओह मिने मटर टिपेछ है हाम्रो मिनेले चाहिँ। हो यता चाहिँ आलु खन्यौँ, यता चाहिँ मटर। यो चाहिँ ऊ त्यताको छ्यापी र धन्याई चाहिँ आलुहरू आज चाहिँ खन्न भ्याएनौँ है साथीहरू। अब जान्छौँ पोछ्याएर खान्छौँ। यहाँ पनि सही धनिया र लसुनबारी छ्यापीहरू छ्यापी यहाँ रोपेको। अनि छ्यापीमाथि धनियाँ अनि उता फेरि लसुन हो। अनि लसुनमा पनि एउटा दुइटा धनियाँ मिसाइदिएको कति राम्रो भयो है साथीहरू। हामी चाहिँ आलु मटरहरू टिपेर आइसक्यौँ। आलु पनि खनेर आइसक्यौँ। अलिकति मात्रै खन्यौँ, रात पऱ्यो त्यही भएर चाहिँ आयौँ। अब भोलि चाहिँ आलु मटर बेसार अनि कुचोहरू चाहिँ लैजानेछौँ है पाहाडको। कसैले हेर्दै गर्नुहोला, राम्रो नराम्रो भए पनि हेरेर साथ दिनुहोला। आजलाई यति नै साथीहरू, बाई।